जुनसुकै नयाँ पार्टी आउन्, नयाँ दल आउन्, पुराना आउन्, कुनै जेन्जी आउन् वा महाजेन्जी आउन्, यिनीहरू सबैले बुझ्न आवश्यक छ। 64 मा प्रचण्ड नयाँ हुनुहुन्थ्यो, 70 मा गगन थापाहरू नयाँ हुनुहुन्थ्यो, 74 मा फेरि केपी ओली नयाँ हुँदै आए, 22-23 मा हामी नयाँ भयौँ, नयाँ घण्टीका साथीहरू पनि नयाँ भए। अब फेरि नयाँ साथीहरू आउला, नेता बन्ला, आज सांसद नहुन पाएको मान्छे सांसद बन्ला, प्रधानमन्त्री हुन नपाएको मान्छे प्रधानमन्त्री बन्ला, मन्त्री हुन नपाएको मान्छे मन्त्री बन्ला। तर आम सर्वसाधारण जनताको दैनिक जीवन यो भन्दा पनि तल्लो स्तरको बन्दै जान्छ। किनभने खर्च धान्नका लागि हामीले विदेशीसँग ऋण मात्र काटेका छैनौं। आज यहाँनिर ट्याक्सी ड्राइभर छ भने सोध्नुहोस्, आज तपाईको यहाँनिर गुड्ने एउटा यो अटो रिक्सालाई सोध्नुहोस्, यो अटो रिक्सा पारी भारतमा कति पर्छ, यहाँ कति पर्छ। एउटा ट्याक्सी ड्राइभरले आज यो राज्यलाई 25 लाखदेखि 30 लाख रुपैयाँ तपाईको कर तिर्छ। आज भारतमा 10 देखि यही पारीपट्टि अहिले गाडी चढेर जाने भने 1 घण्टा लाग्छ। त्यही पारीपट्टि 10 लाख रुपैयाँ नेपाली रुपैयाँ पर्ने गाडी यहाँ 42 लाख रुपैयाँ हालेर आज ट्याक्सी चढ्नुपर्छ। त्यो पैसा राज्यलाई जान्छ 25 देखि 30 लाख रुपैयाँ। आज एउटा मोटरसाइकल हेर्नुहोस्, यही पारीको सिमाना पारी नेपाली 1 लाखदेखि 1.5 लाख पर्ने मोटरसाइकल यहाँ 4.5 लाखदेखि 5 लाख पर्छ। त्यो राज्यलाई कर जान्छ। लाउने कपडादेखि, खाने घाँसदेखि, चियासम्म, चुरोटसम्म, खाने औषधिमासम्म पनि करमाथि कर असुल गरेर अमेरिका र युरोपको भन्दा महँगो कर असुलले, तर न रोड बनाउने, न बाटो बनाउने, न बिजुली बनाउने, न खानेपानी बनाउने, न सडक बनाउने, न तपाईको इन्फ्रास्ट्रक्चर बनाउने, न रोजगारी बनाउने। आज हात उठाएर भन्नुस् तपाईहरु, एकजनाले हात उठाएर भन्नुस् तपाईका छोराछोरी कतिजना विदेशमा छन्। आज खाडीमा काम गरेर रगत र पसिना बगाएर आज तपाईको रेमिटान्स पठाएर आज यो मुलुक धानिरहेको छ। के अब यही हो त?